एउटा प्रमुख नेतृत्व हुनुको नाताले र शान्ति सम्झौताका एउटा हस्ताक्षरकर्ता हुनुको नाताले पनि र जनयुद्धका हजारौं शहीदहरूको सपना र भावनाप्रति इमानदार भएर निष्ठावान भएर अगाडि बढ्ने संकल्प सहित निकै धेरै उतार चढावको बीचबाट संविधान घोषणा गरिएको थियो। म त्यो कुरा स्मरण गर्न र स्मरण गराउन चाहन्छु। मैले धेरैचोटि भनेको छु, म आज एकचोटि फेरि भन्न चाहन्छु। अहिले जसले आफूलाई ठुला दल भनेर त्यो अहंकारले आज देश यस्तो भयानक परिस्थितिमा आयो, उनीहरू संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जस्तो बन्यो त्यो बनाउने पक्षमा थिएनन्। फेरि पनि संविधान सभा असफल भए पनि कुनै चिन्ता थिएन। म त्यो सम्झिन्छु र मैले भयानक र विनाशकारी भूकम्पबाट धनजनको भयानक क्षति भएको परिस्थितिमा